अस्ति हजुर भनेदेखि पहिलादेखिको सृष्टि हो बुढो माउली हामी बुढो माउलीको आशीर्वादमा लिम्चोपुमा के अरे गन्ध भइरहोस् ऋषिपुमा जस्तो गन्ध भइरहोस् भनेर हामी बुढो माउलीबाट चाहिँ आशीर्वाद निनाम्बु जस्तो घाम जस्तो ढाकिलो भइरहोस् भने उनको बुढो माउली तेमुसा बिरमेचुको छोरी मक्चुचु भनेको ज्वाइँ अर्को भनेको खाब्य रहेछ तेमुसापा तोनिम भनेर राख्नुभयो भने उनको बुढो माउलिया आशीर्वाद छुट्टी आशीर्वाद नामले तेमुसा नै छुट्टिम बाबा उनको बुढो माउलिया आशीर्वाद निनाम छुट्टी रुटी पुमा सामसी पुमा छुट्टीमै हजुर हजुरको आशीर्वाद आशीर्वाद खाबे मोम रहेछ बुढो माउलीलाई आशीर्वाद माग्नुको लागि गरिदिनु भयो राखिदिनु भयो यसमा खुसियाली यस्तै आशीर्वाद भित्र पेटदेखि बाहिरसम्म देना परेछ भने उनको चाहिँ जो के अरे बिरमेचुको चाहिँ जो मक्सुदको यत्र सामक्रियामा गुम रहेछ सानो गुम रहेछ सानो गुम रहेछ भने उनीहरूको इज्जत रहेछन् मेरो छोरी ज्वाइँको इज्जत रहेछ र तेमुसुको रोटी बरबर्बी साबु बरबर्बी तेमुसा दुम्किम यसरी हामी भेट्यौँ भने उनको चाहिँ जो रोटी बरबर्बी तेमुसा दुम्किम यसरी भेटिरहँ